फ्रेन्ड, आज म बिहान यसो उठेर हेर्दा त मोमोले आफ्नो लागि खाना रेडी गरिसक्नु भएको रहेछ है। मोमो काममा जानुहुन्छ नि त, फेरि हाम्रो लागि पनि खाना रेडी भएको होला भने त मोमोले भात मात्रै बनाइदिनु भएको रहेछ कि सब्जी चाहिँ आफ्नो लागि मात्रै रेडी गरेर राख्नु भएको रहेछ। सो म उठेर मुख हात धोइसकेर म पनि अब सब्जी त बनाउनु पऱ्यो भनेर है रायो साग र आलु आज बनाउनुतर्फ लागेँ। अनि फ्रिजमा पनि खासै त्यति तरकारी थिएन, अनि टमाटरको अचार बनाएँ। अनि त्यति मिक्सरमा चाहिँ पिस्ने गर्दैन हामीहरू, सिलौटामै पिस्ने गर्छौँ। सिलौटामा पिसेको मिठो पनि लाग्छ। अनि मैले चाहिँ टमाटरलाई बफ्याएँ, त्यसपछि सुकेको खोर्सानी र बदामलाई हल्का फुट्याएँ। अनि हरियो लसुन अनि धनियाँहरू हालेर अचार पिसेँ। अनि मजाले पिसिसकेर मसिनो गरेर अनि त्यति गरिसकेपछि मैले बटुकामा हालेँ। अनि बटुकामा हालिसकेपछि सट्टा सफा गरेर टक्क सिलौटाहरू राख्नुपर्छ है, नत्र फोहोर हुन्छ। त्यही भएर सलक्क सफा गर्ने बानी छ मेरो। त्यति गरिसकेर बहिनीलाई खाना पस्किन लाएँ। र आज मोमोले भात पकाउनु भएकोले हल्का डराउनु भएछ है भात, ठिकै छ त्यो पनि भनेर नि हामी खानातर्फ लाग्यो। अनि हरियो साग निकै दिनपछि खाएर जाडो मिठै लाग्ने रहेछ कि। त्यति खाइसकेर सबै काम सकाएँ मैले है। सकाइसकेर अनि थोरै हेयर मसाजहरू गरेँ, आज नुहाउनुपर्छ भनेर। अनि त्यति गरिसकेर म चाहिँ मेरो मोबाइलमा धेरै स्टोरेज फुल भएर ल नि त अब ल्यापटपमा सारिदिउँ न सबै भनेर त्यति गर्न थालेँ। त्यति गरिसकेर म जिमतर्फ लागेँ खाससास खाएर। अनि हिजो मैले आउन पाएको थिइनँ र मैले सोल्जर चेस्ट र लेगको आज गरेर हतार घर पुगेँ। साँझ परिसकेको थियो। त्यति गरिसकेर घर पुग्दा त मम्मी आउनु भइसकेको थियो मोमो चाहिँ। अनि खाना चाहिँ अनि हतार बसालेँ। अनि आफ्नो मोबाइलबाट स्टोरेज पनि है फुल भएको थियो र त्यसलाई क्लिन गर्दै थिएँ। किनभने मेरो त्यति स्टोरेज फुल भएर मेरो त युट्युबमा पनि भिडियो हाल्न मिलिरहेको थिएन, केही पनि नमिल्यो, कस्तो झ्याउ भइरहेको थियो कि। भन्नु मात्रै भ्लग गर्नु र भिडियो बनाउनु, एउटा मोबाइल ह्याङ भएर स्टोरेज फुल भएर अर्को पनि मोबाइल किनेको, अर्को पनि त्यस्तै भएर झ्याउ भएर बल्ल मैले भिडियो बनाएर पोस्ट गरेँ आज बेलुकातिर। सो त्यति गरिसकेर म सुत्नतर्फ लागेँ। थकित भएर आज चाहिँ साह्रै टाउको दुखाइ भयो मोबाइल गरेर।